नै सँगैको साथी अब मरेको छ त्यहाँनिर। बर्थडे मेरो प्यारो प्यारो भाइ, जन्मदिनको धेरै धेरै शुभकामना छ तँलाई। हेर मेरो प्लान छ हल्का केही यसो धमाका चाहिँ गर्ने प्लान छ। हेरौँ मान्छेले हेर्छन् कति फोटो खिच्दै रहेछन् यिनीहरू, कति नक्कल पार्न सकेको। अनि ए प्लिज है लड्के पनि मेरो मोबाइल नलड्कौ ल। साथीहरू यस्तो बाटोहरू को जान्छ कि चोर गा जस्तो, आफ्नो आप चोर्न गयो भन्दा नि बढी भयो यो बाटो त। हामीहरू यस्तो गराएर को टिकटक बनाउन जान्छ, भिडियो बनाउन जान्छ। साथीहरू त्यो भाइलाई कसरी हानेन् तिनीहरूले। हामी त गाडी लगाएको मान्छे कुम्ला पारेर हिँडेछन् अहिले चाहिँ। अहिले चाहिँ त्यतिर लुट्ने त्यस्तो गर्दो रहेछन् कि पैसा। अनि हामीलाई पनि किडन्याप गरिदिउँ भन्नुहुन्थ्यो। हामी त जिस्किहाल्ला नि भयो। त्यही माथि छन् त्यहाँ मान्छेहरू लुट्न आउने भगवान्। साथीहरू पानीको बिल तिर्न गएको मान्छे त्यहाँ गौडुनु बाख्रे लिची टिप्न लगाएको मैले। हामी चाहिँ केक लगेर जाने, सरप्राइज गर्न जाने क्यान्सल भयो साथीहरू। ज्यानलाई यसरी मुठीमा राखेर जाने हो नि त। कसैको औला खाइदिएको छ तिनटा। त्यो कङ्ग्रेचुलेसन कविता दिजु हजुरलाई चाहिँ। अनि सो यसबाट पनि हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप मेरो युट्युब फ्यामिलीहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। नयाँ दिन नयाँ सुरुवात, नयाँ भ्लग फेरि पनि आइसकेको छु। म नयाँ भिडियो एन्ड भ्लग लिएर हजुरहरूको माझ हजुरको साथ। अब मेरो युट्युब फ्यामिली सन्चै हुन्छ भन्ने आशाको साथमा आजको यस भिडियोको सुरुवात गर्न जाँदैछु साथीहरू। म चाहिँ घरबाट र राम्री भएर आइसकेको छु। र म कहाँ जाँदैछु भन्ने सोच्नु भयो होला। म राम्री भएपछि म रिल्स गराउन जान्छु साथीहरू। अलिअलि म चाहिँ लुङ्गी लाएर रेडी भएको होइन, लुङ्गी र टी सर्ट लाएर। अनि यहाँ चाहिँ स्वेटर छ। अनि हामी चाहिँ तलतिर टिकटक बनाउन, रिल्सहरू हल्का भिडियो फोटोसोटो खिच्न जाँदैछौँ तिनवटी। अनि उतातिर म्यामले चाहिँ लुङ्गी साडीको भित्र लुङ्गी बेर्नु भएको छ कृपया। मलाई चाहिँ साडीमा जान लाज लाग्यो अरे। अनि अर्को चाहिँ प्यान्ट टी सर्ट। अनि हामी चाहिँ तल जाँदैछौँ। अघि चाहिँ मौसम दामी गर्थ्यो जान लाग्यो, लास्टमा घाम लागिसक्यो कि। अनि आज हाम्रो बाबुको बर्थडे पनि होस्। ह्याप्पी बर्थडे मेरो प्यारो प्यारो भाइ, जन्मदिनको धेरै धेरै शुभकामना छ तँलाई। सधैँ हाँसी खुसी रहनु, ज्ञानी बन्नु, मम्मी बाबाले भनेको मान्नु, धेरै पढ्नु, धेरै नमातिनु। अनि लाइफमा धेरै प्रगति गर्दै जानु, बाबा मम्मीको नाम राख्नु, केही गर्न सक्दैनन् भन्नेको अगाडि धेरै गरेर देखाउनु। त्यही नै भन्न चाहेँ मैले चाहिँ मेरो प्यारो भाइलाई चाहिँ। मेरो आन्टीको छोराको बर्थडे हो आज चाहिँ। अनि आज चाहिँ हाम्रो भाइ र मेरो प्लान छ हल्का केही यसो धमाका चाहिँ गर्ने प्लान छ। हेरौँ साँझसम्म के कस्तो हुन्छ। अब हामी चाहिँ भाइ र म चाहिँ बिहान कुरा एकछिन दिउँसोतिर कुरा भएको थियो। अब हेरौँ के कस्तो। दिउँसो त अहिले पनि दिउँसै छौँ। अनि जाने कुरा चाहिँ गरेका छौँ, तर के कस्तो भन्ने चाहिँ थाहा छैन। अब त्यो चाहिँ म तपाईँहरूलाई देखाइ नै हाल्छु। अहिले पहिला रिल्सतिर बनाउन जाँदैछौँ, त्यसको त्यहाँ के कस्तो हुन्छ त्यो हेरिहाल्नुहोस् है त। अब हामी सामना देखाउँछौँ पहिला। ओ छिटो आऊ के खै अर्की। अनि हाम्रो चाहिँ यतातिर यो पूजा त्यो गरेको अघि जाने भनेको घाम लागिसक्यो हो। छिटो कस्तो देखाएको छु म कमेन्ट हानिदिनु होला मलाई चाहिँ कृपया। अनि उनी चाहिँ स्वर प्यान्टमा यसरी हिरोइन भएर झोका तान अझ लास्टमा आउने ढोका पनि नतानेर निस्किने होला र त्यहाँ खानु सोधेर। त्यही हामी चाहिँ जाँदैछौँ निस्केको। अब चाहिँ मान्छेहरूले हामीलाई के भन्छन् होला, दिनको कति फोटो खिच्छन् भन्छन् होला यताबाट। आइसोर अनि आजभोलि चाहिँ हाम्रो अड्डामा चाहिँ एरिया दामी भइसकेको छ कि। भ्यू चाहिँ फोटो खिच्ने भिडियो खिच्ने पहिला प्रायः हामीले यहाँनिर खिच्छौँ त कस्तो राम्रो हरियाली छाइसकेको छ, हेर्न सक्नुहुन्छ। अनि त्यहाँ रुखमा आँप कस्तो ठुल्ठुलो छ। चोर्न जाने प्लान चाहिँ छ, तर कुन दिन राति 10 बजी जानुपर्छ कि सुतिसकेपछि। अनि यतातिर इन्जोय दुलैनी बनाएछन् यहाँ हाम्रो पुरा जीवन 10 बजीसम्म राति चोर्थ्यो। राति 10 बजीसम्म बाटो हेरेर अनि के भनौँ हामीलाई अलिक ठुला भएछ कि। अनि यहाँ चाहिँ हरियाली भइसकेको छ साथै, तर आज हामी यहाँ खिच्दैनौँ। कति यो ठाउँमा मात्र खिच्ने, यसमा चाहिँ अलिक पछि खिच्ने भनेर हामी चाहिँ तल जाँदैछौँ। यहाँ चिराबाट झरी उताबाट मान्छेको बगाल धेरै हुन्छन्। मान्छेले हेर्छन् कति फोटो खिच्दै रहेछन् यिनीहरू, कति नक्कल पार्न सकेको। अनि दिनरात फोटो र भिडियो भन्दा केही काम छैन यिनीहरूको भन्छन्। हामी अब बिना कामको लागि बेरोजगारलाई के गर्ने होइन साथीहरू। गाह्रो छ नि त फोटो खिच्दा पनि। अब घरमै रुममा बसौँ कति बसौँ अनि यसो फोटो खिच्न हिँडिहालौँ भने पनि अब गाउँका मान्छेले कति फोटो खिच्छन् भन्ने हुन्छ नि त। अनि त्यही भएर चाहिँ ए प्लिज है लड्के पनि मेरो मोबाइल नलड्कौ ल। ए बाटो चप्पल छाएर जाम है, चप्पल खोलेर जाम कि उही साथीहरू। बाटो हेर्नुहोस् न यस्तो भिडको जान्छ, यस्तो दुःख छ हामीलाई। प्लिज है साथी नलड्के। यिनी त गइहाल्छन्, हामी चाहिँ कसरी जान्छौँ नलड्के। तिमी पनि साथीहरू लास्ट त हिलो छ कि लड्की भन्दा सिधै अद्धरिन जान्छौँ साथीहरू। यहाँ त नलड यहाँ हेर कि म साथीहरू यस्तो बाटोहरू को जान्छ कि चोर गा जस्तो। आफ्नो हुन त आफू जाने फोटो भिडियो गराउनु आउ पकड्छु। फोटो भिडियो बनाउनु हामी आफै जाने जान्दा नि, तैपनि गाउँको मान्छेले कति भिडियो बनाउँछौ तिमीहरूले भन्ने हुन्छ नि त। अब भन्न त केही भन्दैनन्,
तै पनि होइन अलिकति आफूलाई आँट लाग्छ नि त त्यो कारणले चाहिँ हामीहरू पक्रा त्यसमा हेर हिला भयो चफल हिला ऊ तिन त गइकिन कि घर गइ गाउँ गइकन हिँड्न सिकाएर छिन् यार हिँड्दा यस्तो म त लुङ्गी सम्हालेर जान्छु ओइ चप्पल त स्यान्डलै भएको छ आउँछौ नि अब त साथीहरू यस्तो बाटोको हुन्छ म तपाईँलाई देखाउँछु तल गएर है चोर गएको जस्तो कि चोर्न आफै चोर्न गएको जस्तो भयो आफ चोर्न गयो भन्दा नि बढी भयो यो बाटो त हामीहरू चप्पल लिएर साथीहरू म तपाईँलाई निस्केर दिएको छु मेरो चप्पलको हालत ओइ ढुङ्गा लड्क्यो भने त तल गयो सट्टै खोलामा यस्तो चोर गएको जस्तो गरेर जाने हे भगवान् तिमी त उकालो चढिकिने कति छिटो कि हामी लुङ्गी स्याहारेर अयो मा साथीहरू खोलामा झऱ्यौँ बल्ल अब माथि उक्लिँदा त्यति धौन होला ओह्रालो झर्न मात्रै गाह्रो बाटो फेरि यस्तो छ ओइ मेरो लुङ्गीले त हिँड्नै बन्दैन तिमी त माथि चढिकन कि साथीहरू हामीलाई झर्न यस्तो टाइम लाग्यो भन्नुहुन्छ भने के भन मेरो चप्पलको हालत यहाँ कस्तो भइसक्यो ओइ हिल खाले चप्पल नलगाएर आएको हिल खाले चप्पल लगाए जस्तै भइसक्यो चप्पल टटकटाइरहेको छ नि तिमीले पनि साथीहरू चप्पलको हालत यस्तो गरी को टिकटक बनाउन हिँड्छ यस्तो गराएर को टिकटक बनाउन जान्छ भिडियो बनाउन जान्छ तिम्रो त झन् अग्लो भयो आम्मा साथीहरू त्यस्तो पन्ला पेपर एउन पाएँ हामीहरू त्यही साथीहरू म चाहिँ अब लोकेसनमा पुगेपछि देखाउँछु है त साथीहरू हामी चाहिँ आइपुगिसकेको छौँ अघि लुङ्गी लगाएको मान्छेहरूलाई सारीमा रेडी भइसकेको छन् लुङ्गी बिचारा तिनलाई पकाउन लगाइदिएको छन् हामी चाहिँ यहीँनिर भिडियो बनाऊँ भनेर आएको थियौँ अब कस्तो के हुन्छ यहाँनिर चाहिँ भन्ने कुरा हो अनि अघि चाहिँ कस्तो राम्रो मौसम गरेको थियो कि शीतलो अहिले त घाम लागेर एक कपडा बेरेर हिँडेको यस्तो गाह्रो भइरहेको छ कतिखेर घर जाउँला भन्ने भइसकेको छ अब हामीले यस्तो तालले भिडियो के बनाउँथ्यौँ मलाई यति शीतल छ यति बनाउँला साथीहरू सकिन्न यो घाममा भिडियो बनाउन नि के सकिन्थ्यो होला र यस्तो गर्मी छ कि हामीहरू पहिला त्यहाँ कस्तो गुवा लाउँथ्यौँ होइन अनि त्यतातिर बाख्रा छोडिदिएर अनि त्यहाँ नुकसान लगाउँथ्यौँ त्यहाँ गएर आँप खान्थ्यौँ थारूहरूसँग चौधरी बगालसँग मागेर शीतलो चाहिँ फाइनल शीतलोमा आइपुग्यो अनि हामी चाहिँ यस्तो जङ्गलको पाराको एरियामा आएको छौँ त्यो सर्पो रहेछ कि सर्पो देखेको अनि तर त्यो सर्पो कता गयो भन्ने कुरा मैले चाहिँ देखाइदिन्छु भनेर कता गयो भनेर आँखा पार्टीको हेरिरहेको छु देखेकै छैन पहिला पनि आबेला सर्पो देखाएको थिएँ मैले यहाँनिर चाहिँ ऊ त्यहाँनिर देखेको रे अनि यहाँ चाहिँ मैले सारीवालाको सुट गरिदिरहेको छु त्यही साथीहरू होइन हामी चाहिँ फोटो खिचिरहेको छौँ उसको फोटो भिडियो गरिदिरहेको छु अनि अहिले मेरो पनि पाल्ला हुन्छ म चाहिँ डान्स हान्दिनँ कि साथीहरू डान्स प्लिज फेरि देखाइदिइसक्यो हानेर के यस्तो गराइदिएँ मैले त्यही हो साथीहरू होइन अहिले चाहिँ हावा चलेछ यस्तै मौसम गरिदियो साथीहरू यस्तो बोबाल हुने बेला यस्तो मौसम गरिदियो भने चाहिँ हे भगवान् इन्टुरा किन यस्तो गरेर र तिमीलाई देखेपछि मुटु ढुक्क 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 सुपारी टुक्कै लैजा भन्छु टुक्कै हे भगवान् अघिको ठिक साथीहरू त्यो भाइलाई कसरी हानेन् तिनीहरूले हामी त हेरेको हेरि कि साथी सानो छन् कसरी हानेन् कि तिनीहरूले झम्मा हानेन् भाइ साथीहरू हामी चाहिँ घर जाँदैछौँ अब चाहिँ हामी चाहिँ यत्रो बेरसम्म यहीँ बसेर फोटो भिडियो बनायौँ अब चाहिँ निस्किन लाग्छौँ अनि अघि चाहिँ कस्तो डेन्जर झगडा पनि पर्यो अनि होइन त्यही त हो नि अनि यिनीहरू साडी लगाएको मान्छे कुम्ला पारेर हिँडेछन् अहिले चाहिँ गाह्रो भयो रे अनि तर डेन्जर हुँदो रहेछ पहिला चाहिँ यस्तो थाहा पाएन यतिपट्टि नभए त्यस्तो थाहा पाएन थिएँ मैले अहिले चाहिँ त्यतिर लुट्ने त्यस्तो गर्दो रहेछन् कि पैसा लुट्ने गाँजाहरू खाने त्यस्तो कि साथीहरू कसले कहाँ पकाउने कुरा हुन्छ होइन अनि त्यस्तो खायो नि अनि त्यसपछि मान्छेलाई त्यो पैसा माग्ने त्यस्तो गर्ने कि अनि हामीलाई पनि किडन्याप गरिदिउँ भनेर नि हामी त जिस्किहाल्ला नि भन्यौँ नि हामीलाई त त्यस्तो त केही भनेन त्यो आफूसँग आएको केटाहरूलाई यस्तै हानेर पैसा लगेर साथीहरू यस्तो गाह्रो हुँदो रहेछ तैट डेन्जर है म त डेन्जरै लाग्यो अब चाहिँ हामी घर जाँदैछौँ त्यहाँबाट सर्टकट हुन्छ कि साथीहरू हामी चाहिँ घर आइसकेको छौँ यस्तो गर्मी आमामा त्यस्तो शीतल मौसम देखेर गएको त्यस्तो घाम त थिएन तर अहिले चाहिँ लास्ट गर्मी झन्नै परान गयो त्यही माथि झन् त्यहाँ मान्छेहरू लुट्न आउने भगवान् साथीहरू आउँदै जाँदै गर्ने केटाहरू होइन त्यो देखेर चाहिँ लास्ट डराएको थियौँ हामी पनि एकछिन त अन्त मेन गरी चाहिँ त्यो दुईवटा भाइलाई त्यो तिनजनाले यस्तै खाप्चो हाना देखेर हामी त अब के गरौँ बोलाम कि के भनौँ म त सँगै मिलेर गएको थिएँ नि त लुट्ला भन्ने थाहा भएन अनि सँगै मिलेर गएको साथीहरूले न्यु खोजेर हान्दा पनि भन्ने सोचेको थियौँ पछि उताबाट एउटा भाउजू चाहिँ आउनु कि चिनेको त्यहाँ लुट्लाहान भनेर गाडी गर्दै आइस बल्ल लुट्न लारेछन् भनेर बल्ल थाहा पाएको कि
आइम साथीहरू घर जस्तो जुदी आइपुग्यौँ अब चाहिँ कपडा सपडा चेन्ज गर्नुपर्ने हुन्छ 2 बजीसक्यो मेरो भिडियो पनि एडिट गर्नु बाँकी छ त्यही हो है त गाइजहरू होइन तपाईँले सोच्न सक्नुहुन्न मेरो मम्मी गाउँडुल्न तल पुग्नु भएको रहेछ अनि म चाहिँ के भन्छ भने यस्तो तिर्खा लागेको थियो गएर कपडा खोल्छु भनेर चेन्ज गर्छु भनेको त मम्मीले नै ताल चलाइदिएर हिँडेको पानीको बिल तिर्न गएको मान्छे त्यहाँ गाउँडुल्नु भएको अरे अनि त्यही भएर म चाहिँ जान लाग्छु चापी लिनलाई चापी लिएर आउँछु अनि त्यसपछि चाहिँ मेरो चाहिँ डह्रो काम छ कि अरू काम पनि छ होइन त्यही हो अनि मेरो चाहिँ ग्राउन्ड हाम्रो ग्राउन्डबाट हिँड्दैछु म चाहिँ आजबाट चाहिँ हाम्रो यो बारी चाहिँ खतरा ग्राउन्ड जस्तै भए त्यही साथी म चापी लिन जानको थिएँ तल भाउजू घर चापी लिएर आउँछु अनि हजुरहरूलाई फेरि भेट्नेछु हेर्दै गर्नुहोस् है त चोर्न लाइस् भनेर ठिक दियो ओके चाक्ने मात्रै हो कि चाक्ने मात्र हो कि पाकेपछि भाउजूले दिइहाल्नु ल अलिअलि त के रे मम्मी आयो साथीहरू लिची गएँ म चाहिँ लिची टिप्न लगाएको मैले चाहिँ भाउजूको घरको अस्ति हामी के अरे फुल टिप्न आएको भाउजूको घर हो कि लिची टिपिदिउँ भनेको टिपिदिनु भयो साथीहरू मैले चाहिँ तपाईँहरूलाई बिहान दिउँसो पनि भनेको थिएँ हामीहरू त के अरे फोटो खिच्न रिल्स बनाउनु जाँदाखेरि पनि भनेको थिएँ आज चाहिँ हाम्रो बाबुको बर्थडे छ अनि हामी चाहिँ केक लगेर जाने भनेर बिहानै भाइर मैले चाहिँ कुरा गरेको थियौँ कि अनि केक लगेर जाम्ला नि त भन्ने सोचेको थियौँ अनि एकैचोटि हाम्रो गेमबाट साँझै जाने कुरा थियो नि भर्खर सानो भाइलाई चाहिँ आदित्यलाई कान्छन्टीको कान्छो छोराले चाहिँ आशिष घरमै छ भनेर सोधेको चाहिँ आशिष चाहिँ दादाले बोलाएर घरधुरा गाडे छ घरधुरा गाहा भनेर भन्यो अनि त्यही भएर हाम्रो चाहिँ अब केक लगेर जाने क्यान्सल भयो किन साँझसम्म आन्टीलाई फोन गरेँ त्यही पनि हो कि नै भनेर आन्टीले अब होइ गएको छ आज आउँदैन भोलि आउँछु भनेर भन्नुभयो अनि त्यही भएर अब हाम्रो केक लगेर जाने क्यान्सल नै भयो भनौँ धन केक चाहिँ हामीले अर्डर दिएको थियौँ सिधै पाइहाल्छ नि त रानीको त पाइहाल्छ अनि सिधै गएर लगेर जाने सोचेको थियौँ अब त्यो बाबु चाहिँ उता घरतिर गइसकेको छ नि आज आउने भइदिएपछि सायद लगेर जान्थ्यौँ होला अब आज आउँदैन अरे भोलि बिहान आउँछ र आन्टीलाई सोधेको त्यही पनि आन्टीलाई कल गरेर सोध्नु भने अघि भर्खर कल गरेँ आज आन्न भोलि आउँछु भनेर भन्नुभयो अनि त्यही भएर हामी चाहिँ केक लगेर जाने सरप्राइज गर्न जाने क्यान्सल भयो साथीहरू त्यही अब चाहिँ हामी यहाँबाट सिधै घर जानुपर्ने हुन्छ म चाहिँ अघि गेम आइसकेको थिएँ कि आज हाम्रो ग्रेडिङ थियो अनि ग्रेडिङ लिन पनि थियो अनि त्यही भएर ग्रेडिङ गराउन पनि आएको थियो अनि त्यहाँबाट केक लगेर जाने कुरा थियो हिमिलन केन्द्र थियो नि त म अनि त्यही सोचेको थियौँ लास्ट टाइममा बाबु चाहिँ अब घरतिर गएको भएर चाहिँ अब केक लगेर जाने प्लान चाहिँ क्यान्सल भयो भाइर मेरो चाहिँ त्यो साथीहरू अब अरू चाहिँ के कस्तो हुन्छ होइन हेर्दै गर्नुहोस् म अब भोलि अब त के हुन्छ र अब राति केही हुनेवाला छैन अब केक त्यो सरप्राइज गर्न जानेको भिडियो आउँथ्यो होला अब बाबु उता गइहाल्यो अब साँझ चाहिँ केही हुँदैन कसरी भोलि आउँछ भोलि के कस्तो हुन्छ म तपाईँहरूलाई भन्नेछु हेर्दै गर्नुहोस् है त आज चाहिँ म बिहान गेम गएर मैले जहाँ पनि बोल्न लाग्छु यस्तै हुन्छ कि साथीहरू काण्ड चाहिँ होइन अनि म चाहिँ बिहान गेम गएर पनि आएर पनि नुहाइधुवाइ गरेँ नास्ता पनि खाएँ अब चाहिँ म काम गर्छु टन्नै काम छ भाडा धस्कानु छ यता पानी भर्नु छ अनि मैले अस्ति तपाईँहरूलाई ग्राउन्ड भन्दै देखाएर हरियाली बगैँचा हरियाली ग्राउन्ड देखाएको छ हेर्नुहोस् न आज के भयो त्यो ग्राउन्ड सामा मकै रोप्ने साथीहरू के गर्ने होइन अर्काको जग्गा नरोप भन्न पनि नमिल्ने त्यहाँ चाहिँ मकै रोपिसक्देको छन् अनि उतातिर चाहिँ घरमा काम गर्दैछन् कि अनि त्यही उतातिरको साउन्ड आइरहेको छ त्यही हो म चाहिँ अब काम गर्छु फटाफट अब आज के कस्तो हुन्छ त्यो त म तपाईँलाई देखाइ नै हाल्छु अनि हाम्रो हिजो भाइको बर्थडे चाहिँ क्यान्सल नै भयो होइन म त त्यही हुन्छ कि भन्ने सोचेको थिएँ तर भएन त्यही हो के छ नबर्को सालको राम्रो नि त होइन अब यता नभए उता चाहिँ रमाइलो गरेँ नि त्यही हो साथीहरू होइन अब आजको दिन चाहिँ के कस्तो हुन्छ कता के हुँदै जान्छ म तपाईँहरूलाई भन्दै गर्छु हेर्दै गर्नुहोस् है त आज बिहानदेखि चाहिँ एकदम धेरै न्युज कविता दिदीको न्युज चाहिँ धेरै देखेको थिएँ कि अनि उहाँ चाहिँ 8000 मिटरभन्दा अग्लो 2वटा हिमाल आरोहण गरेर आइसक्नु भएको छ उहाँले चाहिँ कस्तो डिस्टर्ब गरेको है छ नि उहाँलाई चाहिँ बाजा काजाको साथ म हाम्रो एयरपोर्टमा पनि स्वागत भएको थियो अनि उहाँको फ्यामिलीसँगको कुराकानी र अरू मिडियाको सँगको के अरे कुराकानी पनि हेरेको थिएँ कि मैले अनि डान्सर कविता दिजु चाहिँ एकदमै साहसी हिम्मतवाला चाहिँ लास्ट होइन साथीहरू त्यस्तो डेन्जर कि मतलब उहाँको चाहिँ उहाँले चाहिँ के भन्दै हुनुहुन्थ्यो भने चाहिँ जाने बाटोमा चाहिँ यति धेरै लास भेटिने कि लासहरू देखिने अनि अब कति जाने आउने मान्छेहरू हुन्छ नि त होइन त्यस्तो अवस्थामा त्यस्तो ठाउँमा त अब जहाँनिर जे पनि हुनसक्छ नि त आफ्नो ज्यानलाई यसरी मुठीमा राखेर जाने हो नि त चढ्ने हो नि त सगरमाथा चढ्ने भनेको त होइन र अनि बाटामा चाहिँ कति लास देखेँ मैले अनि भनेर भन्दै हुनुहुन्थ्यो कि अनि मेन गरी उहाँसँगै
सँगै चढेको साथीहरू पनि बाँचेनन् अनि यस्तो भन्नुभएको थियो कि अनि त्यस्तो हुँदा पनि उहाँ चाहिँ वहाँसम्म पुग्नुभयो, सफल हुनुभयो चढ्नमा। अनि म चाहिँ उहाँ सगरमाथा चढेको थोरै फोटोहरू थोरै क्लिपहरू चाहिँ म यसपछि यो मेरो 2 सप्ताहपछि पनि राखिदिनेछु, हजुरहरू पनि हेरिदिनु होला। अनि एकदम हिम्मत चाहिँ लास्ट हिम्मतवाला साथीहरूमा चाहिँ अनि उहाँले चाहिँ त्यो भन्नुभएको थियो कि के भन्छ अरे उहाँ चढ्नुको मेन है मतलब अब चढ्नेमा त त्यो हुन्छ नि त अलिकति अब मतलब अब यस्ता यावा हुन्छ नि त, त्यसले चाहिँ के भन्नुभएको थियो भनेपछि म हेरेर भनिदिन्छु, मलाई पुरै चाहिँ कन्ट छैन है। यो यात्रा केवल शिखरहरूको बारेमा मात्र थिएन, यो सपना देख्नेहरूको र गर्नेहरूको सीमाहरू भन्दा माथि उठ्ने साहस गर्नेहरूका लागि हो भनेर भन्नुभएको थियो कि। अनि पछि क्लिपहरू धेरै धेरैको थिएँ मैले चाहिँ। अनि एकदम अहिले चाहिँ अनि मतलब अब त्यस्तो 2-2वटा एकैचोटि होइन, अनि एउटा त चढ्नु भयो होइन, अर्को चढ्ने पनि आँट चाहिँ उहाँले चाहिँ चढ्छु भनेर चाहिँ नसोचेको, उहाँ गइसकेपछि चढ्छु भनेको अरे। अनि 2वटै चढ्ने हिम्मत गरेर 2वटै सफल पनि हुनुभयो। कङ्ग्रेचुलेसन कविता दिजु हजुरलाई चाहिँ, अनि हाम्रो डान्सर कविता दिदीलाई चाहिँ धेरै धेरै बधाई छ। अनि हजुरले चाहिँ जुन हिम्मत र आँट देखाउनु भयो त्यो सफल पनि पुरा पनि गरेर आउनु फर्किनु भयो अनि सही सलामत। अनि उहाँलाई चाहिँ त्यस्तो चोटपटक केही पनि भएको छैन कि, अरूलाई चाहिँ चोटपटक लागेको थियो भन्दै हुनुहुन्थ्यो। अनि उहाँहरूको चाहिँ बडी यो लिभर चाहिँ फुटेको, ओठ चाहिँ फुटेको थियो, अनि हल्का गालाहरू चाहिँ फुटेको थियो, नत्र पनि त्यस्तो केही पनि भएन भन्दै हुनुहुन्थ्यो कि। अनि एकदम खुसी लाग्यो। अब हाम्रो नेपाली चेलीहरू पनि डेन्जरै छन् होइन। अनि डान्सर त्यही माथि हाम्रो कविता डान्सर चाहिँ एकदम हिम्मतको साथमा कविता दिदी चाहिँ एकदम हिम्मतको साथमा जानु पनि भयो, चढेर आउनु पनि भयो, फर्किनु भयो। त्यो साथीहरू होइन, म चाहिँ त्यही भन्न आएको कि। अनि हाम्रो कविता दिदीको चाहिँ कविता दिदी चाहिँ अब त्यत्रो अग्लो 2-2वटा हिमाल चढेर आइसक्नु भयो होइन। यसो 2 शब्द कङ्ग्रेचुलेसन त भन्नु पऱ्यो नि त होइन र साथीहरू। अनि हामी सबैजनाले कङ्ग्रेचुलेसन भनेर कमेन्ट पनि गरिदिनु होला कविता दिदीलाई चाहिँ। अनि म पनि मेरो तर्फबाट पनि धेरै धेरै कङ्ग्रेचुलेसन दिदीलाई चाहिँ, सफल हुनुभयो होइन। त्यति ठुलो 8000 भन्दा माथि हिमाल 8000 के अरे 8000 मिटर 2वटा अग्ला हिमालहरू चढ्न सफल भएकोमा दिदीलाई चाहिँ धेरै धेरै कङ्ग्रेचुलेसन वान्स अगेन एभ्रीवान। त्यो साथीहरू होइन, अरू त के भन्न सक्छु र। अक्सिजन निकालेको त म त घुम्न थालेँ क्या, त्यहाँ त अक्सिजन पुग्दैन नि त, रिङ्गट लाग्यो अनि सकेन त म त अक्सिजन निकालेको त फोटो खिच्न सकेन होइन। अनि सगरमाथा म त बसेँ, म 45 मिनट जति बसेँ। किन माथि आउँदैन परिवारको याद आयो भने त एक खुट्टा नि माथि चढ्नु मन लाग्दैन। मेरो घरमा आमा चिन्ता होला, बाउ चिन्ता होला भनेर क्या। किन त्यस्तो रिस्की कुरा हो नि त, बाटै बिसी तपाईँको डेड बडिजहरू छ, कोही रेस्क्यु गरिरहेछ, कोही हेलीमा लगिरहेको छ, कोही मान्छेहरूलाई घिसारिरहेछ होइन। अनि फ्यामिलीलाई सम्झ्यो भने चाहिँ जानु मन लाग्दैन माथि। यस्तो अब के हुनु है, सँगैको साथी अब मरेको छ त्यहाँनिर, कसैको औँला खाइदिएको छ 3टा, त्यो अब सम्झिनै मन छैन त्यो कुराहरू त। यो रोप चाहिँ अलिकति ऊ हुन्छ है, घुमिरहेको हुन्छ हौ। ओके तिम्रो नाम बहिनी बिहानीको सुनौलो बन्ने छ। म चाहिँ भिडियो पनि धेरै लम्बाउन चाहेन होइन। म चाहिँ छतमा आएको छु, यतातिरबाट भिडियोको एन्डिङ चाहिँ गरिदिन्छु भन्ने सोचिहालेँ। सबैले भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला, भिडियो नकाटेर हेरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब नोटिफिकेसन अल गर्नु होला। च्यानलमा नयाँ कोही हुनुहुन्छ भने सब्सक्राइब गरेर नोटिफिकेसन अन गर्नु होला। धेरै धेरै माया दिनु होला दिदीको लाइभलाई जतिको माया दिनुहुन्छ भलकलाई पनि माया दिनु होला। लाइभलाई जतिकै माया दिए अनुसार भलकलाई दिनु होला। थ्याङ्क यू फर वाचिङ माई भिडियो एभ्री वान। बाई बाई, लभ यू।